ग्रिन रहेछ यो चाहिँ यस्तो बत्थु यहाँ बिस्तारै बिस्तारै अड्किँदो रहेछ नि त हुन्छ यो अलि सितारा चाहिँ यो अलि सिम्पल छ नि त कि एउटा सबैको यता होइन सबैको भिडियो बनाउनु पर्यो म चाहिँ बोजू सेवा फोटो जे हुन्छ फोटो भिडियो भन्नु त बढी युट्युबमा हाल्छु नि म त भिडियो गर्नु थाल्यो मेरो चाहिँ तारा मेरो बुढो तारा न आफ्नो बिहामा यसरी खानुपर्छ यहाँ प्याजहरू राखिरहेको छ सबैजना उहाँ गफ गरिरहनु भएको बुढाबुढी भात रुन्दैछ उहाँ चाहिँ मेरो नन्द हो उहाँ मेरो देवर हो मेरो क्यामेरा के भयो खुसी लाग्यो त हाम्रो क्यामेरा हुसे लाग्यो छ आमा यो चाहिँ एउटा मेमोरी हुन्छ भनेर मैले भिडियो बनाएको छेमा सेवा हाम्रो काकीहरू आउनु हुँदैछ हाम्रो मम्मी यता हेर्नु न काकी म त ढले ढले रे बिहामा काकी मम्मी काकी यहाँ हेर्नुहोस् है यहाँको प्यारो अरे यहाँ के माग्दैछु यहाँ हेर्नु यहाँ
सबैजना हुनुहुन्छ आगो ताप्ने अरे आउनु भएको काकी नानी सबैजना मेरो चाहिँ कसो पड्काइन्छ अनि यसो यसो पड्काउनु के भन्छ अरे अन्डालाई ओम भन्छ नेपालीमा छ ओम यो चामललाई जाके जाके चामललाई जाके अन्डालाई ओम उनी त्यो ढ्याङ्ग्रोलाई टाके टाके आशा त फेरि मजाले यहाँ खाना पस्किँदै हुनुहुन्छ आगो ताप्दै हजुर भयो थ्याङ्क यू हेर्नु न मलाई कुमारी हेर न त्यसरी गर्छ हेर्नु हेर्नु टाढ पनि छैन सजिलो छैन हेर्नु मलाई हेला गरेर नि हेर्नु सरी हामी चाहिँ माम खाएको बुढा र म देखाऊ हो यता म चाहिँ हातले खाने
उसले चाहिँ उहिले खायो चम्चीले त्यो पनि आफ्नो बिहामा है हामी चाहिँ खान्छौँ ल एउटा दियो नि चाहिन्थ्यो खासमा एउटा सानो दियो त्यो त मूल दियो हो एउटा सानो दियो त्यो एउटा थरमा हुन्थ्यो अब यहाँ त काठको थालमा चलिहाल्छ चामल हाल्नुपर्छ माडै खोइ यो ठिकेस्तार पनि छुट्याएको क्या ठिकेस्तार cada isunga अब त छेउमा आइसक्यो मेरो चेलीको परिवार त यही आइपुगेछ अहिले यहाँ आउनु पनि बेर लाग्दैन बाबुआमाले यसो छोएर दिनु नि सार्नु मात्र हो क्या सार्नु मात्रै हो हो त्यसरी हो त्यसरी हो त्यो लु हजुरको जग्गामा छोरीको जग्गामा छोरी मुटुको जग्गामा मुटु कलेजोको जग्गामा कलेजो हरेक जग्गामा हरेक आइपुग्यो क्या अब चाहिँ अच्छा अब यहाँ आज तपाईँलाई यत्रो भाला पञ्चको सामने बसेर होइन 4 5 7 नगरी बस तपाईँहरूलाई आज हामीले हाम्रो अर्जुन नानीको लागि माइती बनाइयो है माइती तपाईँ दुईजना एकदम आइदिनु भयो हामीले तपाईँहरूलाई हामी पञ्चको सामने एउटा सानो सगुन चाहिँ दिँदै यो त सही गर्नु यो कसो नि टिप्नु सही हो आज सुन्दा नागा खोइ नन त देबे 2 रुपैयाँ पैसा उता यो चाहिँ अहिले बागडुस जान्छ गागुरी यहाँ काटे माथि नै बढे बन्द भइसक्यो हो नि तपाईँलाई है हामी सबैजना बसेर तपाईँलाई ठिकै 4 दिन गरी ठिक छ काटेदेखि 3वटा टोकेर चाहिन्छ तपाईँलाई 4 दिन गरी दिँदायो होइन सबै तपाईँलाई खसी पनि आयो यहाँ होइन 4 दिन गरी खसी है खसी पक्रिँदै मजाले एकपल्ट 2-4 शब्द भन्नुपर्ने थियो मैले कसरी खाएर यो पाउडर त्यो खसी त्यो उम्किले त्यो 4 दिन जुन भएन खानु तिमीले 4 दिन ए महिना छुइदैन हो त्यो हो त्यसरी सारेर त्यहाँदेखि चाहिँ आफूलाई मनमा के लाग्छ त्यही भन्ने शब्द हो क्या त्यो हो तपाईँले त साथी ल अब 2 जनाले हो भयो त के 4 दिन यो छुइदिनु भने यो आजदेखि तपाईँको तपाईँको मैले खाएँ मेरो चाहिँ तपाईँको
हुन्छ त्यसको? को हुन्छ तपाईँहरू त्यसको मेरो चेलीको जिम्मा चाहिँ को हुन्छ भिरमा जाला पोखरामा जाला भिरमा जाला खोलामा जाला आगोमा जाँदा आगोमा जाँदा घरबाट फुटेर निकाल्दा हेला गर्दा यसको जिम्मेवारी को हुन्छ त? को हुन्छ नि भन्छ जुन चाहिँ हाम्रो छोरी चेली लगेको छ उसको बाउ अब होइन त्यसको जिम्मेवारी तपाईँ हुन्छ त हिँडेको पाउको दाग देखाउन सक्छ त को देखाउन सक्छ बसेको खाना देखाउन सक्छ तिमीहरूले सही भयो बाटो हिँडेको को देखाउनु पर्यो कि कसै तिमीले बसेको थाला देखाउनु पर्यो भोलि दिन यो चेली भिरमा थाहा छ भोलिको दिनमा यो चेली भिरमा जाला लड्ला पड्ला हेला हला ओछो होला भोलि दिनमा यो केटाले कुनै केटीको छाती ठुलो देख्ला चाक ठुलो देख्ला यो केटाले अर्को केटी ल्याएर त्यसको जिम्मेवारी को हुन्छ? हामीले पनि गर्छ नि त्यसको जिम्मेवारी त अब आमा बाउ छोरै हुनु पर्यो नि हुँदैन हामी भाला पञ्चले मानेर दिएको कसै होइन हामी के माने किन भने चाहिँ किन मानेन गार्जेन त हुनु पर्यो नि त हुँदैन त्यसो किन भोलि दिनमा यो चेलीलाई हेला होला होचो होला होइन उठ्ला पिट्ला लड्ला यताउति गऱ्यो चाहिँ यो चेली हामी भाला पञ्चको सबैको चेली हो के हो हामी भाला पञ्चको सबैको चेली हो भोलि दिन हामी भाला पञ्चको सबैको चेली हो भोलि दिनमा हेला होचो भयो भने हामी भाला पञ्चको चेली हो हामी हेला हुनु दिँदैन ए हेला हुनु दिँदैन त्यस्तो भन्नुपर्छ लाटा लाटा जस्तो भन्नुपर्छ अब यसमा केटीको सक्यो केटाको सानो सानो अब भोलिको दिनमा बुहारीलाई पनि भन्नु है अलिकति भनेको उल्टा कुरा गर्दैन अब केटा पनि हुन्छ भन्छ भोलिको दिनमा यो केटा त्यो त बाउले भन्ने आमाले भन्ने हालत भन्दा हाम्रो हामी त पञ्च हो नि भन्छ त होइन बाउ साँच्ची हो त्यो केटामा यसरी हुनुपर्छ भोलिको दिनमा मेरो चेलीले दुःख पायो भने पनि भोलिको दिनमा तपाईँको दैलो अगाडि ल्याएर थुपार्नेछु के उल्टा बोलेको अघि उल्टा कुरा गरौँ नि यसरी बोल्नुपर्छ मेरो चेलीको जिम्मा मैले लिन्छु नि त भोलिको दिनमा मेरो चेलीले दुःख पायो भने अगाडिको पोल बोकेर नहोस् पछाडिको पोल बोकेर आओस् मेरो चेलीले